हेलो एभ्रिवान हैन म चाहिँ अब नेपाल प्रिमियर लिग हेर्नको लागि हैन आज काठमाडौँ झरिसकेको छु हैन। काठमाडौँ झरेर अब मेरो चाइल्डहुड फ्रेन्ड अजुल लामिछाने हैन अब उसले मलाई अहिले पिकअप गर्न आउँदैछ। उ सानो हुँदाखेरि सँगै पढेको, क्रिकेटको बारेमा धेरै कुरा गरेको थियो के यो त्यो हामी हाम्रो पार्स खड्काहरूदेखि लिएर यताउति। आज 7 वर्षपछि भेट्दैछु त्यसलाई उसलाई मैले लगभग 7 वर्ष जस्तो होला। आज गेम हेर्न जाने प्लान गरिरहेको छौँ हामीले टियु इन्टरनेसनल क्रिकेट ग्राउन्डमा चाहिँ अब स्टेडियममा। पहिला क्रिकेट ग्राउन्ड थियो भने आज चाहिँ हामी चाहिँ दुईजना बसेर ऊ चाहिँ काठमाडौँमै छ पहिले विगत 4-5 वर्षदेखिबाट नै। अब उसले मलाई पिकअप गर्न आउँदैछ, म चाहिँ उसलाई वेटिङ गरेर बसिरहेको छु। अब हेरौँ त्यो दुईजना अब हामी दुईवटा दोस्त चाहिँ भेटेर चाहिँ टियु क्रिकेट ग्राउन्ड चाहिँ टक्क नयाँ आयो स्टेडियम हैन, टक्क न्यू फ्लोर लाइटहरू एकदम एक्साइटिङमा छौँ हैन। हेरौँ अब ऊ आउँछ, ऊ आएपछि अनि रेडी भएर चाहिँ हामी लाग्छौँ। मैले चाहिँ उसलाई पहिला सुरुमा चाइल्डहुडमा चाहिँ चिकुम्बुरा भन्ने थिएँ क्या, इल्टन चिकुम्बुरा भन्थ्यो। अब एउटा जिम्बाब्वेको लेजेन्ड अलराउन्डर हैन, बलिङ अलराउन्डर त्यस्तै देखिन्थ्यो भनेर मैले जिस्काउँथेँ खुब हैन, इल्टन चिकुम्बुरा भन्थे। अहिले थाहा हुन्छ उसलाई देखेपछि कस्तो हुन्छ उसको, तपाईँहरूलाई पनि लाग्छ लाग्दैन यसो गेस गरी हेर्नु है। मैले चाहिँ चिकुम्बुरा भनेर बोलाउँथेँ, रिसाउँथ्यो त्यतिखेर। अब हेरौँ अहिले आउँछ टक्क चाहिँ त्यतिखेर चाहिँ तपाईँहरूलाई पनि देखाउँछु। अब 7 वर्षपछिको भेट, त्यही माथि आज दुईजना बसेर टक्क टियु इन्टरनेसनल क्रिकेट ग्राउन्डको फ्लोर लाइटमा आजको म्याच सुदूरपश्चिम भर्सेस पोखराको टक्क हेर्नेछौँ, मजा लिनेछौँ। त्यही हो। इल्टन चिकुम्बुरा छ कि छैन गेस गर्नु त। केजिएफ पहिला मैले तँलाई भन्थेँ भन्न चिकुम्बुरा भनेर बोलाउँथेँ भन् त। अनि मैले यसो टक्क लगाएर होइन कति वर्षपछि भेट गर्थेँ र मेरो 6 वर्ष हो र जापानमा भेट भयो। 6 वर्ष भयो होइन, 6 वर्षपछिको भेट। अनि त्यही पनि हामी क्रिकेट हाम्रो चाइल्डहुड क्रिकेट अब हाम्रो जोडी होइन, अब केही भयो भने क्रिकेट भयो भने टक्क लगाएर दुईजना सल्लाह गर्ने होइन, घरमा छतमा बसेर के हो कसो हुन्छ हुन्थ्यो होइन। अब आज हामी सँगै स्टेडियममा आज फर्स्ट टाइम होला होइन, फ्लोर लाइटमा हामी हेर्न जाँदैछौँ टक्क लगाएर। अब एकछिनमा हामी अब छिर्छौँ स्टेडियमको भ्यू। हामी कसको फ्यान रे त? सुदूरपश्चिम। म पनि सुदूरपश्चिमको हो होइन। टक्क दिपेन्द्र चिङ्गेरीले छक्का हानेको, टक्क क्याच गर्ने हो कि नगर्ने हो, क्याच गरेर 10,000 लिने हो होइन। त्यही हो। अब ल हेरौँ अब आज हामी टक्क लगाएर त्यो दिन पनि आयो कि होइन, टक्क फ्लोर लाइटमा बसेर टक्क हामीले के कुरा गर्थ्यो नि कहिले हुन्छ यार नेपालमा यस्तो छ उस्तो छ होइन। हामी अब बन्न त खेलाडी बन्नुपर्ने मान्छे समय परिस्थितिले गर्दाखेरि आज हामी चाहिँ भुर्तेलहरू रिप्लेसमा खेल्नुपर्ने मान्छे हो हुन चाहिँ होइन। त्यही हो। अब जाउँ खेलौँ हेरौँ गएर फ्लोर लाइटमा टक्क लगाएर नाइटको सिनहरू मजाले कस्तो बनाएर रहेछ हाम्रो पारस दाइले होइन, नेतृत्वमा होइन। यो अहिलेको यो हाम्रो क्यानको अध्यक्ष होइन, टक्क लगाएर मेरो चाइल्डहुडको फ्रेन्ड अजुल लामिछाने हामी सँगै स्कुलमेट पनि हो। अब टक्क लगाएर चाहिँ हामी 7 वर्षपछि भेट्यो। क्रिकेटको कुराहरू हाम्रो सब थोक हुन्छ। टक्क ग्राउन्डमा जाउँ, ग्राउन्ड गएपछि हामी फिल गर्छौँ हामी होइन। त्यही हो। ल है अब यो टियुको अहिले सराउन्डिङ यस्तो छ होइन। आज सुदूरपश्चिम भर्सेस पोखरा एभेन्चर होइन त त्यो म्याच होइन, त्रिविरेको साथमा होइन। टक्क लगाएर त्रिविरे गाडी गरेर हामी ग्राउन्डको वरिपरि आइसक्यौँ है। ल माहौल यस्तो तातिरहेको होइन। आज दिपेन्द्र चिङ्गेरीले कति हामीले थाहा छैन, तर हामी चाहिँ सपोर्ट आज सुदूरपश्चिमलाई नै हो। लेट्स सी के हुन्छ होइन। हामी चितवनको भए पनि प्लेयरलाई चुज गर्ने मान्छे हो होइन, चितवनलाई भन्दा पनि। त्यही हो। अब लेट्स सी स्थिति यस्तो छ। यो मान्छे भिडिम ल म्याच 4 बजेबाट स्टार्ट हुन थालेको छ होइन। सबजना यस्तो छ माहौल होइन। मलाई ल फर्स्ट एक्सपिरियन्स होइन नेपालको अब इन्टरनेसनल स्टेडियम भनौँ, पहिला ग्राउन्ड भन्थ्यो भने हामीले आज होइन। फ्लोर लाइट पनि यस्तो दामी फ्लोर लाइटहरू टक्क बत्ती बलिसकेको छ फ्लोर लाइटमा पनि टक्क लगाएर दामी बालिसक्यो बत्ती। हल्का सिचुएसन म्याच हेर्नको लागि सबजना तल पर्छ होइन, झ्याप लगाएर। बाघ छ, बाघ गेम हेर्नको लागि बेला पेल यस्तो छ।
टियुको आमा सिचुएसन टियुको साइड इफेक्ट यस्तो छ होइन आमा ल हामी पनि यहाँ पार्किङ राखेर अब बिस्तारै बिस्तारै हामी साढे लिएर हिँड्छ जिम्मा त लिन्न साढे लिएर दिन्छ ल यस्तो दामी सबै पार्किङ एरिया होइन टक्कल आज पार्क गरिरहेको सबैजनाले हामी चाहिँ अहिले पनि भर्खरै झरेर अब ग्राउन्डभित्र स्टेडियमभित्र छिर्न लाग्यो मेन इन्ट्रेन्सबाट होइन लेट्स सी है मान्छे खेतबारी होइन पुरा धानबारी कुद्दै हाम्रो चिकुम्बुरा मान्छे भएपछि यता पनि हामफाली होइन त खेतबारीबाट पुरा म्याच हेर्नको लागि आज सुदूर पश्चिम भर्सेस पोखरा एभेन्चर अरू त अब पोखराको पनि मनपर्छ उर्सल भोटेल इन्डिभिजुअल टिममा लिनुभन्दा नि प्लेयरलाई चुज गर्ने ठुलो कुरो होइन 70% पोखरा जसले जित्यो नि केही फरक परेन तर मन पनि खेलाडीले रन हान्नु पर्यो हो यो हो नि त अनि स्पोर्ट्सम्यानसिप भनेको एउटा यो हो कि होइन त अब यो त स्पिरिट भनेको होइन क्रिकेटप्रतिको हुन त अब सबै टिम नेपालकै हो अब मनपर्ने खेलाडी कहाँ छ भन्ने कुरा हो ल हाम्रो चिकुम्बुराको कन्सेप्ट त्यही छ म्याच होइन आजको राम्रोले प्लेयरले राम्रो खेलिदिनु पऱ्यो त्यही ठुलो कुरो होइन टिम चितवन सुदूरपश्चिम जनकपुर भनेर भन्नुभन्दा नि त्यो चाहिँ यो अब यहाँको खेलेको खेलाडीहरूबाट राम्रो देशको लागि राम्रो खेलाडीहरू निक्लिनु पऱ्यो त्यही ठुलो कुरो के भन्नु छ केही भन्नु छैन छक्का कसले हान्छ आज दिपेन सिंहले हामी ढिलो आएको नतिजाले गर्दाखेरि होइन त्यसरी लाइन बस्नु पऱ्यो यति भिड भयो क्या होइन त्यही हो लाइन पनि कम लामो छ त यार लामो लाइन बस्नु पनि यार यहाँ लोकल बिजनेस यस्तो भइरह बाहिर टक्क लाएर 4 नम्बर गेट यस्तो भिड छ आज सुदूर र पोखराको गेम हेर्न मान्छे के म्याच हेर्ने सराउन्डिङ यस्तो छ है ल आज लाइन कत्रो लाइन यार यत्रो लाइन छिरबिरे कता हो यार गेट नम्बर 4 गेट नम्बर 4 कहाँ हो हजुर गेट 4 भेरिफाई गर्नु उहाँ पुग्नु पर्ने फेरि यार म्याच चाहिँ सघाउनु भयो यार दौड्दै भेरिफाई गर्न लाइन रे दुनियाँ लफडा त्यो हो र यो म्याच हेर्ने बेलामा चाहिँ होइन अक्कला टाइममै आउँदा बेटर हुन्छ जस्तो लाग्यो हतार गरेर आउनुभन्दा चाहिँ लास्ट लफडा हुने रहेछ आधा म्याचै जाने रहेछ होइन त हजुर टिकट भेरिफाई गर्नको लागि चाहिँ यहाँनिर आउनु पर्ने रहेछ बक्स अफिसमा होइन यहाँ आएर भेरिफाई गरेर बल्ल अनि गेट नम्बरबाट छिर्ने रहेछ खास चाहिँ त्यही हो अरू त म्याच चाहिँ सुरु भइसक्यो हामी चाहिँ पुगेको छैन अझ पनि यहीँ छौँ हो टिकट भयो होइन ल 2टा टिकट पाइयो पनि हामीले गेटबाट छिर्ने आयो भित्र आरामसित सान्छेले त हामी जस्तो फेरि हेर पछाडि हेर कस्तो भुगाएको छ पुरै भुगाउनु पनि Terceiro ouro com a chamativa, Sul Pochim Runs, Rio Fort, Ortiz Run.
Medapuni Chandimal. After the completion of 3 overs, Sunil Bhushan Royals total 38 runs without losing a wicket. हैन फ्लड लाइटमा यस्तो दामी फ्लड लाइटमा एनपिएल सिजन 2 रियो अब दोस्रो इनिङ स्टार्ट भयो फर्स्ट इनिङमा हैन सुदूरपश्चिमले कतिको टार्गेट दियो त 90 प्लस छ 100 त्यही 194 को टार्गेट भएको छ हैन 94 को टार्गेट भएको छ अब पोखरा चाहिँ ब्याटिङमा आउँदैछ यस्तो माहौल क्या बवाल छ नि त हैन चिसो मौसम छ हैन एकदम हुस्सु पनि लाखा एकदम ड्युहरू आइरह हैन ग्राउन्डमा एक्साइटमेन्ट अब त्यस्तो छ ब्याटिङ टिमलाई त फ्लेभर पर्छ तर कसरी उनीहरूले कसरी अब हैन एक्जिक्युट गर्न सक्छ हैन ब्याट्सम्यानहरूले सुदूरपश्चिमको बलिङ पनि स्ट्रङ नै छ हैन बलिङमा अब हरमित सिंह आयो भने अरू को छ यस कुकलाइन भइहाल्यो ल त्यही हो अब हामी इन्जोय गर्दा गेम अब 3 सेकेन्डमा फेरि रिजल्ट भइहाल्छ हामी हेरेर अब टक्क इन्जोय गर्छौँ सर र यही छ माहौल होइन ल सिउ सुन है